फ्लावर एवढं ना 20 रुपिस हो। हेर यहाँ यति सानो फुलको 20 रुपियाँ छ। अहिले चाहिँ वाइ चाउचाउ पाएको है भाइ। वाइ चाउचाउ कतिको हो नि? 15 रुपियाँ रहेछ है वाइ चाउचाउको। फेरि अब चाहिँ रिचार्ज गराएर मार्केटमा अनि थोरै सामानहरू लिनुपर्ने छ, त्यसै लिएर फर्किनुपर्ने हो। नमस्ते, मेरो नाम तेज डमरेल र अहिले म चाहिँ भारतको चेन्नईमा छु र आजको भिडियो चाहिँ भारतमा बस्ने नेपालीहरूको एउटा दैनिक जीवनको क्रियाकलापहरू र हामीले छोटो एउटा डकुमेन्ट्री बनाउने कोसिस गरेका छौँ। भिडियोको यहाँसम्म पुग्नु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँहरूलाई भिडियो कस्तो लाग्छ त्यही अनुसारको प्रतिक्रिया पनि दिनुहोला। चेन्नईको मौसम पनि चेन्ज भइसक्यो है, पानी पर्ला जस्तो भइरहेछ। के भाइ साइकल लगेर जाने? ल ल हामी हिँडेर जान लाग्छौँ अब। टक्क यताको मन्दिरहरू हुन्छ नि, यताको मन्दिर जहाँदेखि नि यस्तै टाइपको हुन्छ क्या, यस्तै टाइपको हुन्छ नि यहाँको मौसम। अहिलेको फुल छ, नत्र त पसिनाले यत्तिकै साँझतिर हिँड्नै सकिन्न। आज चाहिँ अलि बादल लागेको भएर हावा चलिरहेछ, ठिक छ, फुल छ अहिले चाहिँ। यहाँ चाहिँ होइन आम फलेर पनि उता यस्तो भएको छ नि, यहाँदेखि सायद नदेखेला। हावा त नेपालकै जस्तो हावा चलिरहेछ। भाइ र म सँगै छौँ। अब मार्केट जाने मैले चाहिँ रिचार्ज गर्नु सकेँ। यहाँ महिनाको रिचार्ज गरेको थिएँ, त्यो चाहिँ सिद्धिहाल्यो। अब चाहिँ रिचार्ज गराएर मार्केटमा अनि थोरै सामानहरू लिनुपर्ने छ, त्यसै लिएर फर्किनुपर्ने हो। यस्तो छ। मार्केटमा भने आज अरू दिनभन्दा भिडभाड अलिक कमै थियो। सायद पानी परेकोले होला मान्छेहरूको अलि त्यति चहल पहल देखिन्न, नत्र भने यता भने खुट्टा टेकाउनलाई पनि ठाउँ नै हुँदैन। अहिले चाहिँ हामी चेन्नईको सब्जी मार्केटमा छौँ। यस मार्केटमा भने फलफुल तरकारीदेखि अन्य कुराहरू धेरै कुराहरू पाइने भएकाले सबै मान्छेहरू यतै आउँछन्। यस मार्केटमा भने नेपालीहरू धेरै आउने गर्छन्, किनभने यता नेपालकै वाइ चाउचाउ अनि लगायतका धेरै कुरा नेपाली कुराहरू पाइने भएकाले नेपालीहरूको यो चाहिँ प्रसिद्ध एउटा मार्केट हो। ग्यास सिलिन्डर नै नपाइने एउटा टाइम। बाहिरको ब्ल्याक मार्केटमा भने एउटा 5 लिटरको सिलिन्डरलाई पनि 2000 रुपियाँ परेको छ। मार्केटमा सबै कुरा देखाउन पोसिबल छैन होइन, मान्छेहरूको भिडभाड छ, यस्तै छ। तर म यसै सर्टसर्टी देखाउँछु कि यहाँ चाहिँ यस्तो कुराहरू पाइन्छ। टमाटर, आलुदेखि फलफुलहरू सबै कुरा छ। अब टमाटरको तिनीहरूको केको कतिको के रेट भन्ने कुरा चाहिँ पछि सोधौँला। यस्तै छ सबै कुराहरू। मैले छोटो टाइममा धेरै कुराहरू समेट्ने कोसिस गरेको छु। फ्लावर एवढो ना 20 रुपिस हो। हेर यहाँ यति सानो फुलको 20 रुपियाँ छ। ओके, थ्याङ्क यू। सानो फुलको पनि 20 रुपियाँमा बेचिरहेछन् क्या यहाँ चाहिँ यस्तो फुलहरूको यस्तो उ छ नि, यो चाहिँ मान्छेहरू विदेशी किन्ने अनि यताउता यो फुलहरूको जस्तो मार्केट हो क्या यो चाहिँ। अनि यो चाहिँ बन्न लागेको धेरै ठुलो मन्दिर हो। यो चाहिँ फिनिसिङ चाहिँ भएको छैन, ओपनिङ पनि भएको छैन। यत्रो मन्दिर छ, भित्र जान एलाउड छ कि छैन त्यो चाहिँ थाहा छैन, यत्रो मन्दिर छ। अनि यहाँ चाहिँ यस्तो रुद्राक्षहरू यस्तै मन्दिरको सामानहरू मिल्छ क्या हो यता। अनि यस्तै छ। अब म चाहिँ आइफोन, यहाँको आइफोनहरू सेकेन्ड ह्यान्डमा कतिमा मिल्छ म देखाउँछु है त। म चाहिँ यता राखेका सेकेन्ड ह्यान्ड आइफोनहरूको रेट सोध्नलाई भित्र गएको थिएँ।
तर भाइले भने बाहिरदेखि नै भिडियो बनाएर अलि राम्रोसँग देखिएन। आइफोन 10 देखि माथि 12 सम्मका आइफोनहरूलाई 12,000 र त्योभन्दा तलकालाई 8,000 सम्मका आइफोनहरू यसमा भेटे। तर यो मार्केटमा भने सेकेन्ड ह्यान्ड आइफोन धेरै नै पाइन्छन्। आइफोन 12 को चाहिँ 12,000 रे के, आइफोन 12 को 12,000 रे। अब यति सस्तो आइफोनहरू हुन्छन् क्या यहाँ चाहिँ। फेरि मैले इन्ट्रेस्ट नराखेर हो 12 भने नि त्यसले चाहिँ 8 सम्ममा चाहिँ दिन्थ्यो क्या आइफोन 12। अनि यस्तो छ। अब चाहिँ म रुम फर्किँला हो क्या, मार्केटदेखि अब रुम फर्किँला हो। यस्तो छ यहाँको भ्यू। आज चाहिँ फिक्स पार्नुपर्छ, यस्तै छ। देखौँ त अब हरियो सागपात पनि यहाँ चाहिँ पाइन्छ है, तर लाउनलाई जमिन छैन। हरियो सागपात चाहिँ यहाँ पाइँदो रहेछ, थाहा छैन कहाँदेखि पाइन्छ। यसले चाहिँ वाइ चाउचाउ पाएको है भाइ। वाइ चाउचाउ कतिको हो नि? 15 रुपियाँ रहेछ है वाइ चाउचाउको। फेरि हाम्रो काम गर्ने ठाउँ आइसक्यो है गाइज। यो गाडी चाहिँ मैले भने सेतो गाडी अस्ति होइन, यहाँनिर पनि आइफोनको सप थियो, त्यो चाहिँ आज बन्द भएको छ। अब हेरौँ अर्को सपमा जान्छ। गाडी धुनु पऱ्यो होइन, एउटा कपडा गाडी धुने कपडा, पानी पनि पर्न लाग्छ। त्यही पनि अब गाडी धुनु जानु पऱ्यो। यस्तो पानीमा यस्तो थोपा थोपाहरू भएर जान्छ, केही पानी पर्छ। अब गाडी धुनु जानु पऱ्यो। है खालि त्यस्तो भएको छ, नत्र ठिकै छ। चाहिँ हाम्रो एकजना माई गड चन्नैमा पानी पऱ्यो जस्तो भइहाल्यो। ओ माई गड, आम हेर न, आम ओ सिमसिमे पानी पर्दैछ। भर्खरै हामी भिडियो बनाउन लागेका थियौँ, अब मौसमले नि साथ दिएन, यस्तो पानी पर्दैछ। यहाँको यो जति पनि यहाँदेखि अगाडि यस्तो लाइन गरेको गाडीहरू देखिन्छ नि, यो सब गोर्खालीले क्लिन गर्ने गाडी। यस्तै है, साइकलमा हो, साइकलमा। अब चाहिँ हामी अहिले टाढा हस्पिटल, त्यो कावेरी हस्पिटल, यो ठाउँमा बस्ने मान्छेहरूको भाइरल हस्पिटल, त्यहाँ गएर आउँदैछौँ। के भन्छ हो, हावा पानी आज त चिलमा
यहाँनिर पनि पानीपुरी खानेको भिड है नेपालको जस्तै यहाँ पनि पानीपुरीको लागि भने भिड हुन्छ पानीपुरी खानालाई पैसा तिरेर खान्छु भने नि पानीपुरी मिल्दैन कि यहाँ यस्तो छ यी भिड यी खाने नेपाली हुन् क्या यिनीहरू हाम्रा काभेरी हस्पिटल पनि पुग्यो